सोभियु सभापति हुँदा त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भ्रष्टाचार भएको 30 लाख भन्दा बढी बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको एउटा समाचार आएको थियो। त्रिवी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर 5 लाख पेस्की लिएर वेबसाइट नबनाएको समाचार आएको थियो। व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याकबाट सुनखानी एकीकृत कृषि केन्द्रको नाममा 15 करोड लिएर नुवाकोटमा बाख्रा फारम र काठमाडौँको गोलफुटारमा मासु पसल खोलेको 2068 सालमा अनुदान लिएको बन्द गरेको समाचारहरू आएका थिए। सभामुख महोदय, रकम हिनामिनाको आरोप लागेपछि प्याकलाई प्रभावमा पारेर अनुदान नलिएको विज्ञप्ति निकाल्न लगाइएको, तर त्यो विज्ञप्तिमा विरोधाभास रहेको यो विषयमा साउथ एसिया चेक नामको संस्थाले फ्याक्ट चेक पनि गरेको, तर खै कसको प्रभावले अहिले त्यो फ्याक्ट चेक वेबसाइटबाट गायब पारेको समाचारहरू आएका थिए। मेरो जस्तै समाचार आएका थिए। अदालतमा थियो थिएन थाहा छैन, प्रहरीमा उजुरी थियो छैन थाहा छैन सभामुख महोदय, तर मिडियामा प्रशस्त आएको थियो। सुन्ने गरी, हेर्ने गरी, बुझ्ने गरी, देख्ने गरी, पढ्न सक्ने गरी आएका थिए। सभामुख महोदय, त्यसैगरी स्वास्थ्य मन्त्री भएका बेला 14 करोड लिएर कसैले प्राध्यापक राजकुमार रौनियारलाई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुलपति बनाएको र उनलाई पैसा बुझाउनु पर्ने भन्दै आएका दाबीहरू पनि समाचारमा प्रशस्त आएका थिए कि अब हामीले समितिहरू माग गरिरहँदा समाचारमा आएका यस्ता विषयहरूलाई पनि आगामी दिनमा समिति बनाउने विषय बनाउने हो कि होइन, यो सदनले तय गरोस्, सुरु मबाट गरोस्, म तयार छु। सम्मानित सभामुख महोदय, अन्नपूर्ण पोस्टमा साउन 9, 2080 मा प्रकाशित सांसदले नै बेचे रातो पासपोर्ट शीर्षकको समाचार अनुसार रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासदको पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गिरोह सक्रिय भयो। सांसदहरू प्रलोभनमा परेर रातो पासपोर्ट खरिद बिक्री भएको देखिन्छ। प्रहरीको अनुसन्धानले कूटनीतिक रातो पासपोर्ट यसरी दुरुपयोग भएको पाएपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव श्रीकान्त रेग्मीको नेतृत्वमा समिति बनाएर बाँकी अनुसन्धान गरेको थियो। गृहमन्त्रीमा नेपाली काङ्ग्रेसका तनहुका नेता गोविन्दराज जोशी थिए। रेग्मीको समितिले रातो पासपोर्टमा केही आर्थिक लाभ लिएका नेपाली काङ्ग्रेसका सांसदहरूको नाम भएको प्रतिवेदन पेश गरेको थियो, जसको सार्वजनिक अभिव्यक्ति आजभोलि पनि सुन्न पाइन्छ। के भोलिका दिनमा यस्ता मिडियामा आएका आरोपहरूको आधारमा समिति बनाउने कुरालाई यो सदनले स्वीकार गर्न सक्ने हो भने म तयार छु। सभामुख महोदय, व्हाइट बडी जहाज घोटाला प्रकरणमा 74 सालमा जहाजका लागि भुक्तानी दिँदा पर्यटन मन्त्री कोही हुनुहुन्थ्यो। अरबौंको घोटालामा मुसिएको समाचार मिडियामा प्रशस्त आएको थियो कि अब संसदीय समिति त्यसमा पनि बनाउन हामी तयार भएका हौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अडियो छ्यापछ्याप्ती बाहिर आएको थियो। मिडियामा प्रशस्त समाचार आएका थिए, हेडलाइनहरू टनाटन आएका थिए मेरो जस्तै। तर के अब हामीले त्यसमा पनि समिति बनाउने निर्णय गर्ने तहमा हामी पुग्ने हो? आरोप आएका कुराहरू, कैलालीको टिकापुर बजार क्षेत्र वरपरको झन्डै 30 बिघा सरकारी जग्गा नेता आफन्त र दलका कार्यकर्ताहरूलाई वितरण गरेको भनेर अख्तियारको प्रतिवेदनलाई उद्धृत गर्दै धेरै समाचारहरू आएका थिए। अनलाइन खबरमा 2080 भदौ 8 गते ललिता निवास बिर्साउने टिकापुर जग्गा प्रकरण भनेर धेरैको नाम आएको थियो। ती शीर्षकहरू हामीले पनि पढेका हौँ। के सभामुख महोदय, हामीले अब समिति बनाउने नै हो त? त्यस्ता समितिहरूमा हामी अब जान सक्ने निर्णय गर्ने हो त? गर्ने हो भने म तयार छु। व्यक्ति केन्द्रित यस्ता समितिहरू बनाउने निर्णय यो सदनले गरोस्, म तयार छु। 76 मा शुक्रबार साप्ताहिकमा सोझा नेताको गम्भीर अपराध शीर्षकमा कभर स्टोरी आएको थियो, जसमा 2 नातिका बाबु र आमा फेर नाबालिग परिचय पत्र बनाएको उल्लेख थियो। समाचार अनुसार 3 पटक सांसद भएका एक व्यक्तिले आफू संविधान सभाको सभासद भएको बेलामा कानुन छलेर जेठा छोरालाई का 2 छोरा नाम समेत उल्लेख गरेर कान्छा छोराका छोरा बनाइदिएका हुन्। उनले दुवै नातिको बाबु मात्र होइन आमा समेत फेरिदिए भनेर समाचार आएको थियो। प्रशस्त आएको थियो, सुन्ने गरी देखिने गरी आएको थियो। केही समाचारहरू अब संसदीय समिति बन्नका लागि लायक समाचारहरू हुन् के? समाचारहरू आएकै आधारमा अब हामी व्यक्ति केन्द्रित समिति बनाउन तयार भएको हो? म तयार छु। बाँकी सबै पनि तयार हुन् भने 2073 सालमा पूर्व सेनापति छत्रमान गुरुङको छोराको 14 लाखको रोलेक्स घडी चोरी भएको मिडियामा समाचार आएको थियो। सभामुख महोदय, के अब समाचारका आधारमा हामीले यसै गरी मलाई जस्तै समाचारमा आएको आधारमा हामीले समिति बनाउने निर्णय गर्ने हो? प्रकृति मण्डप स्थित फन पार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली काङ्ग्रेसका सांसद, मैले नामै लिनुपर्छ किनकि प्रमाणित भइसकेको हुनाले, नेपाली काङ्ग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भई 2079 फागुन 16 गते निलम्बनमा परेका थिए। तर निलम्बन फुकुवा भयो। 2080 चैत्र 19 गते अनलाइन खबरमा प्रकाशित समाचारको शीर्षक र समाचारको सार यस्तो थियो: नजिरसँग बाजिने सर्वोच्चको फैसला, भ्रष्टाचारीले कानुन बनाउने भन्ने कुरा आएको थियो। यो सदनले यसलाई कसरी हेर्छ सभामुख महोदय? यो अत्यन्त पेचिलो, अत्यन्त ध्यान दिनुपर्ने विषय मैले यहाँहरू समक्ष राख्न चाहे। जहाँसम्म मेरा हकमा कुरा छ, मैले अगाडि नै भनिसकेको छु, एकपटक बोल्ने अवसर पाएको भए यो विषय यति धेरै चर्किने थिएन। सभामुख महोदय, म स्पष्ट पार्न चाहन्छु, हिजो पनि दलहरूको बैठक बसेर, दलहरूको छलफल भएर एउटा सहमतिमा पुगिएको थियो। दलका प्रमुख निर्णय गर्न सक्ने नेताहरू बसेर भएको सहमति थियो।
तर प्रमुख प्रतिपक्ष हिजो भएको सहमतिबाट आज कता कता विमुख भए जस्तो मलाई लागेको छ। हामीले कहिले पनि संसदीय समिति बनाउनु हुँदैन, बन्नु हुँदैन भनेर भनेका पनि छैनौँ। मात्र यति भनेका थियौँ कि एकपटक आफूमाथि लागेका आरोपहरूबारे बोल्न पाऊँ। ती आरोपहरू जो प्रहरीमा उजुरीमा छैन, अदालतमा पेश भएको छैन, मात्र ती उजुरीहरू पत्रिकाको हेडलाइन बन्न सफल भएका छन्। के यो सदन पत्रिकाको हेडलाइनमा उफ्रिने सदनका रूपमा हामी स्थापित गर्न तयार भएका हौँ? म फेरि पनि भन्छु सभामुख महोदय, व्यक्ति केन्द्रित गरेर जाने हो भने कुरा धेरै अगाडि बढ्न सक्छन्। व्यक्ति केन्द्रित भएर जाँदाखेरि भोलिसम्मका लागि पत्र पत्रिकामा आएका हरेक समाचारमा समिति बनाउने नजिर यो संसदले बनाउन चाहन्छ भने यसै पनि हामी त जति पुराना भए पनि फाइल खोल्ने भनेर यो सरकारले न्यूनतम साझा कार्यक्रम नै उल्लेख भएको हुनाले म त तयार छु। सुरुवात मबाट गर्नुहोस्, सबै मैले अहिले उल्लेख गरेकाहरूको फाइल खोलौँ, समिति बनाऊ, म तयार छु। तर हामीले कस्तो प्रेसिडेन्ट सेट गर्ने, हामी कस्तो संसदीय मर्यादामा लिएर जाने भन्ने कुराको तय पनि यो सदनले गरोस्। सम्मानित सभामुख महोदय, अब मलाई भन्नु धेरै केही छैन। म यति कुरा मात्र थप्न चाहन्छु, जसरी जुन सहकारीका विषयमा कुराकानी उठिरहेको छ, ती सहकारीका विषयमा अदालतमा कहीँ कतै मुद्दा छैन। मैले बारम्बार भन्दै आएको छु, कोही कसैकोमा म प्रतिवादीका रूपमा छैन, कसैको बयानले मलाई पोलेको छैन। केही ज्ञापन पत्रहरू पनि आएका छन्, ती ज्ञापन पत्रहरूमा कहीँ कतै मेरो नाम उल्लेख पनि भएको मैले पाएको छैन। मैले अन्याय पर्दा मेरो बारेमा सूचना माग्नका लागि काहीँ न काहीँ जानै पर्ने थियो। व्यक्तिका रूपमा सूचना माग्नका निमित्त मैले महान्यायाधिवक्तालाई पत्र लेखेँ। मेरा बारेमा धेरै समाचार आयो, यी ठाउँका सहकारीमा मेरो संलग्नता भन्ने समाचार आयो। के मेरा लागि यो सूचना दिन सक्नुहुन्छ भनेर मैले एउटा आम नागरिकका रूपमा आफ्नो अधिकार सम्झेर पत्र लेखेको हुँ। म त्यसका राजनीतिक अन्तर्यहरू बुझ्न सक्ने गरी त्यस्तो खरो राजनीतिज्ञ भइसकेको छैन। तर आम मान्छेका रूपमा मैले महान्यायाधिवक्ता कार्यालयलाई पत्र लेखेँ। उसले आफ्नो निकायमा बुझेर नै होला मलाई भनिएका ठाउँहरूमा कहीँ कतै मुद्दा नभएको, अभियोग नगरेको पत्र दियो। तर त्यसलाई पनि विभिन्न ढङ्गले हेरियो। मसँग अर्को उपाय नै थिएन। सदनमा मलाई बोल्न दिइएको थिएन। सदनमा उठेका प्रश्नहरूको जवाब मैले कहाँ दिने? पत्र पत्रिकामा आएका विषय त मैले प्रेस मिट मार्फत आम नागरिकलाई जानकारी गराएकै थिएँ। त्यस कारणले मैले न्यायको याचना गर्नको निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेर सोध्ने एउटा विकल्पको रूपमा खोजेँ र त्यहाँबाट आएको पत्र आयो। यसरी न अदालतमा भएको छ, न प्रहरीले कुनै उजुरी लिएर गरेको छ, न कतै अभियोजनमा म परेको छु, न कसैको बयानमा म परेको छु, न कसैले आफ्नो ज्ञापन पत्र बुझाउँदा मेरो नाम कहीँ उल्लेख गरिएको छ। र समस्याग्रस्त सहकारीहरूको लिस्ट पनि चेक गरेँ सभामुख महोदय। मैले समस्याग्रस्त सहकारीहरूको लिस्ट चेक गर्दाखेरि आरोप लागेका र अहिले चर्चामा आएका मलाई जोडिएका ती सहकारीहरू त मैले समस्याग्रस्तमा पनि देखिनँ। बरु समस्याग्रस्त सहकारीहरूमा केही त्यस्ता सहकारीहरूको नाम देखेँ जहाँ प्रतिपक्ष दलकै कयौँ सदस्यहरू, कयौँ शुभचिन्तकहरू भएको मैले देखेँ। म त्यसको नाम लिन चाहन्न, किनकि सदनलाई त्यतातिरको बहसमा लिएर जाने मेरो उद्देश्य कदापि होइन। अन्त्यमा म यति भन्न चाहन्छु सभामुख महोदय, हल्लाका भरमा, मिडिया ट्रायलका भरमा, समाचार आएकै भरमा संसदीय समिति बनाउँदै जाने हो भने यो सदन अनि अझ व्यक्ति केन्द्रित हुँदै जाने हो भने हामीले कस्तो किसिमको संसदीय अभ्यासमा हामीलाई हाम्रो मुलुकलाई लिएर जाने हो, यो तय यो सदनले गरोस्। म अझै पनि स्पष्ट पार्न चाहन्छु, हामीले लचकताका साथ सरकारले प्रतिपक्षको आवाजलाई सुनेर यस कुरालाई मध्यनजर राखेर समिति बनाउने कुरामा सहमति गरेर आएका पनि हौँ। तर समिति कस्तो बन्ने, त्यसको टिओआर कस्तो बन्ने भन्ने कुराको छलफल त चलिरहेकै थियो। तर टिओआरको ड्राफ्टमा एउटा शब्द लेखिन पाएको हुँदैन, मिडियामा हेडलाइन आइसकेको हुन्छ र कुनै पनि हेडलाइनले सहमति भएको भन्दा पनि ड्राफ्ट भएका कुराहरू लिएर जान्छ र काहीँ न काहीँ हामीलाई गलत देखाउने कुराहरू नै बाहिर गइरहेको हुन्छ। के यो सहमति भन्ने वातावरण हो त? अहिले पनि म यहाँबाट स्पष्ट पार्न चाहन्छु, कस्तो किसिमको तरिकाले समिति बनाउने हो? रासोपालाई हटाएर बाँकी दलहरू बसेर तय गर्नुहोस् र भनिदिनुहोस् यी यस्तो समिति बनाउने भन्नुहोस्, म तयार छु, रासोपा तयार छ। सबै दलका शीर्ष नेताहरू बसेर तय भएको विषयबाट त बाहिरिने जस्तो अथवा त्यसभित्र रहन नसकिने जस्तो प्रतिक्रिया आइसकेपछि अब हामी त्यसमा बस्नुको के अर्थ रहन्छ र? रासोपालाई हटाएर यहाँहरू बसेर कस्तो समिति बनाउने, त्यसका लागि मैले के गर्नुपर्ने हो? सभामुख महोदय, म एकपटक पार्टी सभापति पनि नरहेको, पार्टी सदस्य पनि नरहेको, उप प्रधानमन्त्री पनि नरहेको, गृहमन्त्री पनि नरहेको, सांसद पनि नरहेको र नागरिक समेत नरहेर जिरोमा पुगिसकेको मान्छे हुँ। म त्यो जिरोबाट फेरि खरानी टकटकाउँदै फेरि यो सम्मानित सदनमा आएको मान्छे हुँ। मलाई फेरि एकपटक जिरो हुन कुनै पनि आपत्ति छैन। भन्नुहोस् मैले के गर्नु पर्यो? मैले सदन छोड्नु पर्यो कि? मैले मन्त्रालय छोड्नु पर्यो कि? मैले पार्टी छोड्नु पर्यो कि? मैले देश छोड्नु पर्यो? म तयार छु। हामीलाई सहभागी नगराइकन, रासोपाका कुनै पनि नेता सहभागी नगराइकन
तपाईँ गर्नुहोस् सहमति। कस्तो बनाउने हो? व्यक्ति केन्द्रित बनाउने कि